हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, शुभ बिहानी। आज सदा जसरी नै म यहाँ सोही डाँडामा घाँस काट्न आएको थिएँ। घाँस काट्ने क्रममा स्यालको बच्चा जस्तो यो त घाडीतिर करायो। अनि स्यालले बच्चा कता काटेछ त भनेर यसो घाँस काटेर हेरेको, यहाँ तलतिर स्यालको बच्चा चाहिँ होइन, कुकुरका बच्चा चाहिँ रहेछन्। माउ चाहिँ मलाई देख्ने बित्तिकै तलतिर लाग्यो, गाउँतिर पसेको होला। यसको माउले चाहिँ ऊ पनि कुखुरा पनि खान्छ यसले मारेर। यसको माउले चाहिँ पोहोर हाम्रो गाउँतिरै बच्चा काडेको थियो, बच्चा जन्माएको थियो। तर त्यतिखेर केटाकेटीहरूले ढुङ्गा हानेर के गरेर चाहिँ बच्चालाई तिथर बिथर बनाए, माउलाई पनि। त्यो भएको कारणले गर्दा यसपालि चाहिँ यसरी यस्तो घारीघुरी यस्तो जङ्गलमा चाहिँ कुकुरले बच्चा जन्माएको छ। म चाहिँ यतातिरै घाँस काट्न आएको थिएँ। के कराउँछ यसरी भनेर तलतिर हेर्दा कुकुरका बच्चाहरूको रहेछ नि। यसरी सुतेका छन् कुकुरका बच्चाहरू। बिचारा साह्रै जाडो पनि भएको होला, यसरी मैले के गर्छ कि भनेर डराएर चाहिँ यसरी बसेका छन्। यिनलाई म चाहिँ केही पनि गर्दिनँ। यी हाम्रै बच्चा जस्तै त हुन्, बिचारा यसरी खान्न पाएर बसेका छन्। अहिले चाहिँ 1 2 3 4वटा देखिएका छन्। अरू बच्चाहरू चाहिँ ऊ त्यो परतिर पनि लुकेर बसेका छन्। फेरि त्यहाँ माउ रहेछ भने यसले टोक्ने सम्भावना पनि बढी नै हुन्छ। ऊ त्यतातिर त घारीमा बस्दा रहेछन्। अनि अहिले यतातिर यसरी घाम ताप्न आएका, थरथर कामिरहेका छन् बच्चाहरू पनि। हेर्नु नि, यसरी हेर्दा चाहिँ यो अहिले त्यति धेरै बच्चा छैनन् जस्तो हुन्छ। यही 4वटा चाहिँ यहीँ नै छन्। यो ढुङ्गाभित्र लुकेर बसेका छन्। कोही हौ घाँसबाट हेर्दैछ। 4वटा होइन 5वटै रहेछन् बच्चा। एउटा कता छन्, 6वटा थियो। हेर्नु न, कुकुर पनि कति धेरै बाठो त। पोहोर उतातिर बच्चा जन्माएको थियो, मान्छेले देखिसनन् भनेर यसपालि चाहिँ यतातिर बच्चा जन्माएको छ। अनि यसले बच्चा यहाँ जन्माउनुको कारण चाहिँ यस्तो पनि हुनसक्छ। यहाँ तलतिरै लिखु गाउँपालिकाको कार्यालय छ। त्यहाँ कर्मचारीहरूले खाइ नसक्नु भएको खानेकुराहरू चाहिँ त्यतै कतै राखिदिनुहुन्छ होला। अनि त्यो पनि यहाँ ल्याउनको लागि सजिलो हुने यो कुकुरलाई, त्यही भएर पनि होला यसले यहाँ बच्चा काट्नुको मुख्य कारण चाहिँ। हेर्नु नि, यसको माउले चाहिँ हाम्रो पनि एउटा कुखुरा खाइसकेको छ। त्यस्तै छिमेकीहरूको पनि यसले धेरै त्यो कुखुरा खाइदियो। अनि एकचोटि त कसले हो त्यो चाहिँ थाहा भएन। म खुन्नु पनि लगाइदिएका थिएँ। 2-3 दिनसम्म त्यत्तिकै मुखामा लिएर हिँड्यो। भाँडो, लबरको भाँडो चाहिँ टाउकोभित्र हाल्दैछन्। कसले हो, फेरि कसले निकालिदियो त्यो पनि थाहा भएन। अनि फेरि त्यति गर्दा पनि चोर्न छाडेन त्यसले। कुखुराहरू मारेर खान छाडेको थिएन। अहिले यसरी बच्चा काटेछ। बाँच्नको लागि पनि खानै पर्ने। हेर्नु नि, यसरी बसेका छन्। एउटा बच्चा थरथर कामिराखेको छ। अब यहाँ फेरि एकदमै छिटो घाम लाग्छ। उता हाम्रो गाउँतिर भन्दा यतातिर चाहिँ यतातिर यस्तो गाउँ छ। त्यतातिर भन्दा चाहिँ
यतातिर एकदमै छिटो घाम लाग्छ। अब आउने बेला भइसक्यो यहाँ। यसरी आज म बिहानै आएको, डर पनि लाग्यो कुकुरको बच्चा कराउँदा। कुकुरको हो कि न बाघको पनि हुनसक्छ। यतातिर त बाघ पनि बस्छन् यो घारीतिर। यी घाम पनि उँभोतिर त आइसक्यो चिलाउनेको पाततिर। म पनि आज एकदमै बिहानै आएको थिएँ, राति नै। यसरी आउने क्रममा स्यालको बच्चा करायो। अहिले घाँसको भारी हालिसकेपछि एकछिन हेर्नको जानु पर्यो भनेर आउँदा कुकुरको बच्चाको छैन। लुकेर बसेका छन्। ल है त साथीहरू, अब म जान लागेको। किनभने अहिले माउ आयो भने मलाई फेरि टोक्न पनि सक्छ, यसले बाँकी राख्दैन। यतिखेर बच्चाको छेउमा यसरी गएर भिडियो गर्दा एकदमै डर हुन्छ। अहिले माउ आयो भने टोक्न सक्छ। ल